चाहिँ पुरै माइनस छ साथीहरू। अब कसरी काम गर्ने होला हेर्नु साथीहरू। खोलै जमेर यस्तो भएको छ त नि हेर्नु त कालिस हो कि के हो जिउँदो लाग्ने ल साथीहरू। हाम्रो चाहिँ सुरु भइसक्यो है। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी बाहिर घुम्न जानेछौँ र विशेष एउटा काम पनि छ। यस्तो जान्छ साथीहरू। गाडी हाम्रो रेडी भइसकेको छ। साथीहरू क्रोएसियामा चाहिँ धेरै जाडो भएको छ साथीहरू। हिउँ पनि लगभग 1.5 फिट झरेको अवस्था छ र अहिलेको आजको के भन्छ तापक्रम भन्छ होइन, तापक्रम चाहिँ -14 छ र यो हप्ता चाहिँ पुरै माइनस छ साथीहरू। अब कसरी काम गर्ने होला तपाईँले देख्न सक्नुहुनेछ। हिउँ हेर्नुहोस् साथीहरू, हिउँ यस्तो छ कि यस्तो छ हिउँ छैन। हाम्रो यहाँ ड्राइभरमा हुनुहुन्छ सन्दीप सर र यता सन्तोष र यता हाम्रो सतीश भाइ। माछा अन्त त मरेको छ त अनि राखिदिने रे। अनि अब अझ कति दिन छ? आज कति तारिक? 8 तारिक। अझै 9 दिन बाँकी छ। अनि छैनकै बाटो छैन कि बाटो यो बाटो अघि आउनुपर्छ कि छैन यहाँबाट बाटो छैन भनेको त्यो अघि आएको बाटो ए यता जाने होइन। हामी चाहिँ आइपुग्यौँ साथीहरू। अब चाहिँ यहाँ हामी चाहिँ खासमा भाले लिनको लागि आएको हो। खासमा आज भाले चाहिँ पाइन्छ पाइँदैन साथीहरूले हेर्दै हुनुहुन्छ। बोलाउ न। भाले पाइएन भने साथीहरू दुःख मात्र भनेको। हिउँ साथीहरू यस्तो धेरै हिउँ त साथीहरू। म क्रोएसियाको 6 वर्ष लगभग कम्प्लिट हुन लागिसक्यो, तर यतिको मैले हिउँ चाहिँ देखेको थिइनँ साथीहरू। यतिको हिउँ र यतिको चिसो चाहिँ देखेको थिइनँ साथीहरू। सधैँ पहिला चिसो त हुन्थ्यो, तर -6, -7, -11-12सम्म गएको थियो साथीहरू। तर यसपालि त लास्टै चिसो बढ्यो साथीहरू। -16-17सम्म गयो, -19सम्म गयो कतै कतै। र हामी बसेको एरियामा चाहिँ -16, -17सम्म गयो साथीहरू। के गर्ने साथीहरू, यस्तै छ। ओ छ मान्छे ए यता बाटो छ, म नि आउँछु। हामी चाहिँ यहाँ लोकलको घरमा आएको साथीहरू। लोकलको घरमा लोकल लिन आएको साथीहरू। खोइ मान्छे नै छैन। भाले चाहिँ बासिरहेछ। भाले चाहिँ छ भन्ने कुरो थाहा भयो। अब यसको धनी कहाँ छ? गाह्रो पऱ्यो साथीहरू, गाह्रो पऱ्यो। हेर्नु साथीहरू, खोलै जमेर यस्तो भएको छ त नि। खोलै जमेर यहाँ सिसा भएको छ। आमा यो के रोपेको पुरै छोपेछ त। हट
छैन अरे छैन छन त छ दिन्न यसले छैन अरे साथीहरू खतम भयो भाले नदिने भयो यो बुढोले अस्ति त्यहीबाट लिएर गएको त छैन अरे भाले छानातिर छ नदिने भयो साथीहरू के गर्ने हो साथीहरू यो चाहिँ लोकलको घर यहाँ कुखुरा पालेको छ अरे है एकचोटि हेरौँ के काली छ साथीहरू हेर्नु त हो त्यस्तो यो काली छ कि के हो तो यिनी इस्ता छैन अरे एउटा पक्रियो एउटा मात्र ए ल एउटा पनि हुन्छ छ अरे एउटा अब यो छ Nee, आज सुक्यो अब ती कोकुसे चिकन दोस्ती या अब Nee, गाई चाहिँ एउटा भाले मागेको त यो त बिउको लागि पालेको भन्छ त बुढोले akootjes chicken ja मजा को यो राली 15 ल यसलाई यस्तो गर न जिउँदै लग्ने मारौँ न जिउँदै लाने त्यो दिन हाल्ने होइन मारेर लगौँ होला फेरि उ गऱ्यो भने बाटोमा समय आयो नि त केही हुन्न काट्दिउँ न त काटिदिउँ कि फेरि बाटोमा पुऱ्याउनु त काटिदिउँ गएर होइन होस् त्यसो भए जुदै लङ त झोला दियो भने तँ सामु तो काटेर लैजाउँ कि के काटेर लैजाउँ जम्मा होइन अब डेन्जर हुन्न भने कहीँ त्यति डेन्जर होइन लैजाउँ। अब फेरि थाहा देखे कतै उ भयो भने त डेन्जर हुन्छ काटेर कराउँछ त्यो कराएर झ्याउँछ क्या ल जाउँ न त त्यहाँ त्यहाँ गएर काटौँ पैसा दिउँ पैसा दिनु ल हाम्रो चाहिँ यहाँ अब प्याकिङ हुँदैछ है भाले साथीहरू नुत्रा तुने अहिले बोक ल साथीहरू हाम्रो चाहिँ सुरु भइसक्यो है भाले बनाउने कार्यक्रम सन्तोषजीले यहाँ स्टार्ट गरिसकेको अवस्था आजको हाम्रो विशेष दिन र हाम्रो खुसीको दिन र त्यो खुसीको पल चाहिँ यो भिडियोमा भन्न मिल्दैन तपाईँहरूलाई त्यसको लागि सरी कुनै दिन भनौँला हाम्रो चाहिँ हराउने कार्यक्रम भइरहेको छ है प्रकाश दाईले बनाउनु प्रकाश दाई र झलक दाईलाई झलक दाइ अहिले राख्यौँ न त्यसो भए सोच्दैको
एउटा राख्नु